नेपाली सबभन्दा पहिला यो भिडियो हेर्नु है। हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचार के माध्यम सबके धैर्यता आ संयमता अपना के शांति, सद्भाव, भाईचारा आ राष्ट्रीय एकता कायम राख के लेल सरकार के तरफ से हार्दिक अपील कर रहल छी। धन्यवाद। नेपाली रहौला कहाँ, नेपालैमा सुरक्षित नरहे। आफ्नै श्रीमतीलाई अस्पताल लैजाँदा बाटोमा अलि मात्र अप्ठ्यारो हुँदा सिंहदरबार जलाइदिन्छु भनेर स्टाटस लेखेको पनि देख्यो। जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर विद्यार्थीको मृत्यु हुँदा हत्यारा सरकार भनेर स्टाटस लेखेर जनतालाई उस्काएको पनि देखियो। मलाई काम दिनुस्, म काम गर्ने मान्छे हो, म काम देखाउँछु भनेर मध्य प्रदेशबाट मात्र भोट लिनको लागि मध्य प्रदेशलाई प्रयोग गरेको पनि देख्यौं। आज देशमा तीन जनाको नेपाल सरकारको, नेपाल प्रहरीको गोली लागेर कसैको छोरा, कसैको भतिजा, कसैको दाइ, कसैको भाइ मरेको पनि देखियो। त्यो 3 जना कसैको छोरा, कसैको भतिजा, कसैको दाइ, कसैको भाइ जे गर्दा पनि घुमेर आउँदैन। तैपनि अहिलेसम्म स्टाटस मात्र लेखेको देख्यौं। नेपाली रहौला कहाँ, नेपालैमा सुरक्षित नरहे। एउटा महानगरपालिका चलाउने व्यक्तिले पुरै देश चलाउन सक्छ र? भिडियोलाई म्याक्सिमम शेयर गर्नुलाई। आजको लागि यतिकै। धन्यवाद। जय नेपाल।